कोशी प्रदेशमा गठबन्धन दलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्ने तयारी गरिरहेका छन्। गठबन्धनले सभामुखलाई समेत जोडेर दाबी पेश गर्ने तयारी गरेको देखिन्छ। एकमत नपुगेर विश्वासको मत गुमाएका नेकपा एमालेका हिक्मत कुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुख परशुराम खापुङले सरकार गठनका लागि दाबी पेश गर्न समय सीमा दिएका थिए। समय सीमा बिहिबार साँझ 5 बजे सकिँदैछ। गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा नयाँ सरकार गठन गर्ने निर्णय गरिसकेको छ र बहुमत पुर्याउने जिम्मा पनि कांग्रेसलाई दिएको छ। 93 सदस्यीय प्रदेश सभामा गठबन्धनमा कांग्रेसका 21, माओवादीका सभामुख बाहेक 12, एकीकृत समाजवादीका 4 र जसपाका 1 सांसद छन्। सभामुखलाई जोड्दा मात्रै गठबन्धनको 47 सांसद पुग्छ। एमाले र राप्रपाका सांसदले भने सरकार गठनका लागि बहुमत पुर्याउन सभामुख गौतमलाई गन्ती गर्न नमिल्ने बताएका छन्। सभामुखले प्रदेश सभामा पहिलो पटक अध्यक्षता गर्न गएपछि आफू आबद्ध रहेको दलको सदस्यता त्यागेको घोषणा गरेको रेकर्ड प्रदेश सभामा रहेको र दलको सदस्यता परित्याग गरिसकेको व्यक्तिलाई गन्ती गरेर सरकार गठनका लागि बहुमत पुर्याउन नमिल्ने एमालेको अडान छ। उता गठबन्धनले 6 सिट रहेको राप्रपालाई फकाइरहेको बजारमा व्यापक हल्ला छ। तर गठबन्धन दलसँग सरकार गठनको विषयमा हालसम्म औपचारिक रूपमा छलफल नभएको राप्रपा कोशीका नेता भक्ति सिटोडाले सञ्चार माध्यमलाई बताएका छन्। दलहरू चुकेको अवस्थामा कोशी प्रदेश मध्यावधि चुनावमा जाने जोखिम पनि छ। कोशी प्रदेशको यो अस्थिरतालाई लिएर तपाईलाई केही भन्नु छ? कृपया कमेन्ट गर्नुहोस् है।